हेलो गाइजहरु सबैजनाले जय मसी ल जय मसी ठोकौं त साथी हो ल एडमिन नाम भनौ सुनो हैन भाइन सुनेन जय मसी ठोकेर हानु एडमिन कन्दङमा ओके ओबेद मगर मिस्टर मौसम राई हाम्रो युफोम अनि एडमिन हामी आज वैशाख 18 गते 83 साल हामी जाँदैछौँ है बाल संगतिको लागि बतासे बत्तीस मण्डली फिरिम 3 मा पर्छ हामी जाँदैछौँ हाम्रो गाडीमा अलिकति तातिएर हाम्रो यहाँ पानी खुस्केछ अनि हामी जाँदैछौँ त्यसो छ कुराकानी है त ल हामी एकछिन पछाडि भेट्नेछौँ प्रतिज्ञा सन्तान फेरि अब चाहिँ हामी सँगै गरौँ ल यसो है अब्राहमलाई भन्दा चाहिँ नि अब्राहमलाई भन्नुस् त परमेश्वरले प्रतिज्ञा गर्नुभयो दोस्रो स्वर्ग जाने कि नजाने अब मैले कथालाई जोडेँ दुईजना सिपाही रहेछ अनि त्यस पछाडि उहाँहरू तालिममा लाउलीमा भर्ना भयो लाउलीमा भर्ना भइसकेपछि उहाँहरूलाई तालिम सबै सिकेपछि ल तिमीहरूले आज तालिम सिकाएका छौ तालिम प्राप्त भएको छौ अब यो खुसियालीमा तिमीहरूको घरमा गएर बुवामा डेरा बसेर पढ्नेहरू जति जब दसैँको भ्याकेसन आउँछ दसैँको सबैभन्दा लामो भ्याकेसन होइन छुट्टी त्यतिखेर हामी माउलोहरूको पार्टीलाई भेट्न जान्छौँ आफ्नो बुवापट्टिकोलाई आमापट्टिकोलाई भेट्न चाहिँ हतारेर जान्छौँ कि जाँदैनौँ त्यस्तै दुईजना लाउरीहरू लागे तर उहाँको गाउँ चाहिँ धेरै टाढो थियो लाउ जानको लागि नजिक हुन्छ मैले सोद्धा चाहिँ बोल्दैनौ अरू बेला चाहिँ है लाउ जानु नजिक हुन्छ हुँदैन है हाम्रो दाजुहरू बुवाहरू दिदीहरू कोकहरू कोठिया जानुभएको छ कोठिया नजिक छ धेरै टाढो छ है धेरै टाढोबाट घर पुग्नुपर्थ्यो अनि उहाँहरू त्यो बेला चाहिँ अहिले जस्तो गाडी हेलिकप्टरहरू केही थिएन बाइकहरू थिएन त्यो बेला चाहिँ प्रायः गरेर घोडा खर्च सबैजनाले स्वागत छ अनि जय मसी भन्न चाहन्छु र हामी जगापी बाल शिक्षक सङ्गतिद्वारा हामी बतासीमा आइपुगेका छौँ भाइहरू सबैजना छ खै त जय मसी ठोक्नु परेन केटाहरू ल हामी सबैजना यहाँ आएका छौँ धेरैवटा मण्डलीहरू मिलेर पाहुना घरमा आएका छौँ हामी सबैजना फोटोको लागि रेडी हुनुहुन्छ आहा यता म पनि छु नि ल हामी म्याम कहाँ आएको छौँ आज होमस्टेमा छौँ बाल सङ्गतिको नानीहरू लिएर आएको सबैजना हामी छौँ यहाँनिर सानो सानो नानी जय मसी नाम भनिदिनु नानु मेरो नाम प्रशमसाङ देम्बे ल सबैजना छ ल सामुएल जय मसी मिस जय मसी आहा ल जय मसी सबैलाई अब हामी यता बहिनीहरू हुनुहुन्छ जय मसी हामी कहाँ छौँ आज पाहुनाघर ओके भरे मेरो युट्युबमा आउँछ है अब हामी यता जान्छौँ आउनु हेर्नु यता माथि आउनु खानेकुराहरू पनि धेरै धेरै पाउँदो रहेछ यहाँ मोमो आउँछ मोमो चाउमिन त्यो सेकुवा जय मसी हामी होमस्टेमा आएका छौँ पाहुनाघर होमस्टे हेलो खेल्नु एकछिन गुड नाम के हो प्रनिशा ल पाले खेल्ने ल होमस्टे हामी होमस्टेमा आएछौँ यहाँ त नि बे जतिकै छ त वहाँ नि जय मसी बहिनी जय मसी हिरो यो चाहिँ खिच्न खोजिरहेको थिएँ मैले राईहरूकै लिम्बूहरूको यो
ल भइसक्यो भाइहरूको ओके ढालहरू पनि रहेछ कडाखरी यो बन्दुक छेक्ने गोली छेक्ने यसले छेक्छ र छेक्छ नि स्वागत छ हाम्रो होमस्टेमा तपाईँहरूलाई तपाईँले के चाहनुहुन्छ भन्नुहोस् मोमो चाउमिन थुक्पा बर्गर के खानुहुन्छ भन्नुहोस् बहिनी के खाने पिज्जा अरे अघि के खाएको थियो पिज्जा ल गुड के खाने भन्नु ओके यहाँ तल चाहिँ फिदिम पर्छ होइन ल गाइजहरू एकछिन पछाडि भेटौँ फरिसीहरू उहाँ कहाँ आई परीक्षा गरी उहाँलाई परीक्षा गरी सोधे कि कोही मानिसले आफ्नो पत्नीसँग विवाह विच्छेद गर्न सक्छ तर यसुले जवाब दिएर भन्नुभयो मुसाले तिमीहरूलाई के आज्ञा दिएका छन् तिनीहरूले भने एउटा त्यागपत्र लेखेर मानिसले आफ्नो पत्नीसँग विवाह विच्छेद गर्न सक्छ भन्ने मुसाले अनुमति दिएका छन् यसुले भन्नुभयो तिमीहरूको हृदयको कठोरताले गर्दा उनले तिमीहरूलाई यो आज्ञा लेखिदिए सृष्टिको आरम्भदेखि नै परमेश्वरले मानिसलाई तिनीहरूलाई नरनारी गरी बनाउनु भयो यसै कारण मानिस आफ्ना बुबा आमालाई छोडेर आफ्नो पत्नीसँग मिलिरहन्छन् र ती दुई एकै शरीर हुन्छन् तर फेरि दुई होइनन् एकै हुन्छन् त्यसैले परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसले नछुटाओस् घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा यसुलाई सोधे यसुले भन्नुभयो मानिसले आफ्नो पत्नीसँग विवाह विच्छेद गरेर अर्कीसँग विवाह गर्छ भने त्यसले तिनको विरुद्ध व्यभिचार गर्छ र यदि स्त्रीले आफ्नो पतिसँग विवाह विच्छेद गरेर अर्कोसँग विवाह गर्छ भने तिनले व्यभिचार गर्छ येशू साना बालकहरूमाथि येशूको आशीर्वाद मानिसहरूले साना बालबालिकाहरूलाई येशूले छोइदिउँ भन्ने उद्देश्यले उहाँ कहाँ ल्याए तर चेलाहरूले हप्काए त्यो देखेर येशू रिसाउनु भयो र तिनीहरूलाई भन्नुभयो साना बालकहरूलाई मगाउन दियो तिनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तैहरूको हो साँच्चै म तिमीहरूलाई भन्दछु परमेश्वरको राज्यमा तिमीहरूले यी साना बालकहरूले जसले ग्रहण गरेन भने तिमीहरू जसले ग्रहण गर्दैन त्यो कदापि पनि त्यसभित्र बस्ने छैन र यसुले तिनीहरूले आफ्नो काखमा राखी आफ्नो हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो धनी मानिस र स्वर्गको राज्य येशू बाटोमा जाँदै हुनुहुँदा एउटा मानिस दौडेर आयुमाको अगाडि घुँडा टेकेर भन्यो हे असल गुरुज्यू मैले अनन्त जीवन प्राप्त गर्न के गर्नुपर्छ उहाँले भन्नुभयो तिमीले मलाई किन असल भन्छौ तिमीले किन मलाई असल भन्छौ एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन तिमीहरूले आज्ञाहरू त जान्दछौ होला अर्थात् हत्या नगर्नु व्यभिचार नगर्नु नचोर्नु झुटा गवाही नदिनु नठग्नु आफ्ना बुबा आमालाई आदर गर्नु त्यसले भन्यो यी सब त मैले मेरो युवा अवस्थादेखि नै पालन गरेर आएको छु उहाँले त्यसलाई हेरेर माया गरेर भन्नुभयो तिमीलाई अझ एउटा कुराको अभाव छ जाऊ तिम्रो सबथोक बिक्री गर र गरिबहरूलाई देऊ तिमीले स्वर्गमा सम्पत्ति प्राप्त गर्नेछौ र आएर मेरो पछि लाग तर त्यो कुरा सुनेर त्यसको अनुहार उदासिलो भयो र त्यो दुखित भएर गइहाल्यो र उहाँले वरिपरि हेरेर आफ्ना चेलाहरूलाई भन्नुभयो धनी मानिसहरूलाई स्वर्गको राज्यभित्र पस्नु कति कठिन छ उहाँले फेरि भन्नुभयो धनी मानिस धन सम्पत्तिमाथि विश्वास गर्नेहरूलाई स्वर्गको राज्यमा बस्नु कति कठिन छ धनी मानिसहरूलाई स्वर्गको राज्यभित्र बस्नुभन्दा त बरु सियोको नाथीबाट उठलाई छिन्न सजिलो हुन्छ सम्पत्तिमाथि विश्वास राख्ने र छोडेर यसो यर्दन नदी पारी यहुदियाको इलाकामा जानुभयो र
भिडुवा कहाँ भेला भए भिडुवा कहाँ भेला भए भिडुवा कहाँ भेला भए अनि उहाँको रीति अनुसार फेरि सबैलाई शिक्षा दिनुभयो। फरिसीहरू आएर उहाँलाई परीक्षा गरी सोधे, के कोही मानिसले विवाह विच्छेद गर्नु न्यायसङ्गत छ? तर परमेश्वरले तिनीहरूलाई भन्नुभयो, अरू हल्ला नगरिदिनु ल, यता सम्झिनुहोस् भाइ। मूसाले तिनीहरूलाई के आज्ञा लेखिदिए, तर तिनीहरूले भने एउटा त्यागपत्र लेखेर अनुमति दिएका छन्। मूसाले अनुमति दिएका छन्। यसुले तिनीहरूलाई लेखिदिए। सृष्टिबाट कति पवित्र तिनीहरूले नराम्ररी बनाउनु भयो। यसै कारण मानिसहरूलाई लान्छ र तिनीजना एउटै शरीर हुनेछ, तिनीहरू फेरि मेहनत गरेर एउटै शरीर हुनेछ। यसै कारण पवित्र जसले एकसाथ हुनेछ मानिसले नछुट्याए होस्। यसुले उहाँले तिनीहरूलाई भन्नुभयो, जसले आफ्नो पतिसँग विवाह गरेर अतिसँग विवाह गर्छ त्यसले तिनको विरुद्धमा व्यभिचार गर्छ। त्यसले तिनको विरुद्धमा व्यभिचार गर्छ। अनि यदि स्त्रीले आफ्नो लोग्नेसँग विवाह गरेर अरूसँग विवाह गर्छ भने त्यसले तिनको विरुद्धमा व्यभिचार गर्छ। बालबालिकाहरूलाई यसो गर्छ। मानिसहरूले साना बालबालिकाहरूलाई यसले चाहिँ भने उहाँहरूले तर तिनीहरूले तर लेखेर यसो कुरा तिनीहरूले भन्नुभयो, साना बालबालिकाहरूले मगाउनु हो तिनीहरूले नगो, तिनीहरू परमेश्वरको राजा यस्तैहरू लागि हो। यस्तै लागि हो। साँच्चै तिनीहरूलाई भन्छ जसले परमेश्वरको राजा तर साना बालकले जस्तै गर्नु पर्छ, त्यो कदापि त्यस्तो बस्नु छैन। अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरू माथिमा हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो। अनि मानिसहरू गएको एउटा मानिस लगेर आइमा गर्नु गरेको उहाँले यसोको अनन्त जीवन प्राप्त गर्नलाई के गर्नुपर्छ र अनन्त जीवन प्राप्त गर्नलाई के गर्नुपर्छ? उहाँले त्यसलाई यसुले त्यसलाई भन्नुभयो, किन मलाई असल भन्नुभयो? एक मात्र परमेश्वरलाई गर्नु असल छैन, एक मात्र परमेश्वरलाई कोही असल छैन, कोही असल छैन। तिमी आगेहरू जान्छौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचुर्नु, धोकाबाजी नदिनु, नठाउनु, आफ्नो बुवा आमालाई आदर गर्ने, बुवा आमालाई आदर गर्नु। अनि त्यसले उहाँलाई भन्नुभयो, सबै कुरालाई मैले युवा अवस्थादेखि पालन गरेको छु। यसले त्यसलाई हेर्नु त्यसलाई माया गरेर भन्नुभयो। तिमीलाई अझै एउटा कुराको अर्थ जब तिमीलाई जिल्ला सम्पत्ति गर र गरिबहरूलाई देऊ र तिमीलाई स्वर्गमा सम्पत्ति दिनेछ, स्वर्गमा सम्पत्ति दिनेछ, अनि आएर मेरो पछि राख। तर त्यसको अगाडि उदासीन भयो र त्यो दुखित भएर गयो, किनभने त्यससित धेरै धन सम्पत्ति थियो। अनि वरिपरि हेरेर यसले आफ्ना जिल्लाहरूलाई भन्नुभयो, वरिपरि हेरेर यसले आफ्ना जिल्लाहरूलाई भन्नुभयो, भनिहाल्यो कति परिन्छ। उहाँले भन्नुभयो, जिल्लाहरूले यस जिल्लाहरूले अचम्म भए। तर यसले फेरि तिनीहरूले भन्नुभयो, बालकको धन सम्पत्तिमाथि भन्छ राख्ने परमेश्वरको राज्य, बालकको धन सम्पत्तिमाथि भन्छ राख्नेहरूलाई परमेश्वरको राज्य पछि कति परिन्छ। अनि मान्छेहरूले परमेश्वरको राज्यमा पस्नु भन्दा त उसलाई छिर्न सजिलो हुन्छ, उसलाई छिर्न सजिलो हुन्छ। 12सम्म शीर्षक योहाब चाहिँ एक त्यस ठाउँलाई छाडेर यर्दन नदीको पारी यहुदियाको इलाकामा येशू जानुभयो र भिड उहाँ कहाँ भेला भयो। अनि उहाँको रीति अनुसार तिनीहरूलाई फेरि उहाँले शिक्षा दिनुभयो। 2 फरिसीहरू उहाँ कहाँ आएर उहाँलाई परीक्षा गरी सोधे, के कोही मानिसले आफ्नो पत्नीसँग विवाह विच्छेद गर्नु न्यायसङ्गत छ? 3 यसुले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, मूसाले तिनीहरूलाई के आज्ञा दिएका छन्? 4 तिनीहरूले भने एउटा त्यागपत्र लेखेर मानिसले आफ्नो पत्नीसँग विवाह विच्छेद गर्न सक्छ भन्ने मूसाले अनुमति दिएका छन्। 5 तर यसुले तिनीहरूलाई भन्नुभयो, तिनीहरूका हृदयका कठोरताले गर्दा तिनीहरूले आज्ञा लेखिदिए छ। तर सृष्टिको आरम्भदेखि परमेश्वरले तिनीहरूलाई नर नारी गरी बनाउनु भयो। 7 यसकारण मानिस आफ्नो बुवा र आमालाई छाडेर आफ्नो पत्नीसँग मिलिरहन्छ। 8 र ती दुईजना एउटै शरीर हुनेछन्, तिनीहरू फेरि दुई होइन तर एउटै शरीर हुनेछन्, 9 यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ मानिसले नटुट्याओस्। 10 घरमा हुँदा चेलाहरूले फेरि यस विषयमा यसुलाई सोधे। 11 उहाँले तिनीहरूलाई भन्नुभयो, जसले आफ्नो पत्नीसँग विवाह विच्छेद गरेर अर्कीसँग विवाह गर्छ भने त्यसले तिनको विरुद्ध व्यभिचार गर्छ। 12 अनि यदि स्त्रीले आफ्नो श्रीमानसँग विवाह विच्छेद गरेर अर्कोसँग विवाह गर्छ भने तिनले व्यभिचार गर्छ।
मर्कुस 10 को 13 देखि 16 शीर्षक बालबालिकाहरूलाई येशूको आशीर्वाद। 13 मानिसहरूले साना बालबालिकाहरूलाई येशूले छोइदेन भन्ने उद्देश्यले उहाँ कहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हकारे। 14 यो देखेर येशू रिसाउनु भयो र तिनीहरूलाई भन्नुभयो, साना बालबालिकाहरूलाई मका खाउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तैहरूको हो। 15 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकले जस्तै ग्रहण गर्दैन त्यो कदापि त्यसभित्र पस्ने छैन। 16 अनि उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्ना हात राखी तिनीहरूलाई आशीर्वाद दिनुभयो। मर्कुस 10 को 17 देखि 31 शीर्षक धनी मानिस र स्वर्गको राज्य। 17 येशू बाटोमा जाँदै हुनुहुँदा एकजना मानिस दौडेर आयो, उहाँको अघि घोडा टेक्यो र उहाँलाई भन्यो, हे असल गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ? 18 येशूले त्यसलाई भन्नुभयो, तिमी किन मलाई असल भन्छौ? एकमात्र परमेश्वर बाहेक अरू कोही असल छैन। 19 तिमी आगेहरू जान्दछौ, अर्थात् हत्या नगर्नु, व्यभिचार नगर्नु, नचोर्नु, झुटो गवाई नदिनु, नठग्नु, आफ्ना बुवा र आमालाई आदर गर्नु। 19 20 त्यसले उहाँलाई भन्यो, गुरुज्यू, यी शब्द मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु। 21 येशूले त्यसलाई हेर्नुभयो र माया गरेर भन्नुभयो, तिमीमा अझै एउटा कुराको अभाव छ, जाऊ तिमीलाई जे जति सान बिक्री गर र गरिबहरूलाई देऊ र स्वर्गमा तिमीलाई सम्पत्ति मिल्नेछन्, अनि आएर मेरो पछि लाग। 22 यस कुराले त्यसको अनुहार उदासिलो भयो र त्यो दुखित भएर गइहाल्यो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो। 23 अनि वरिपरि हेरेर यसले आफ्ना चेलाहरूलाई भन्नुभयो, धनी मानिसहरूलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथीबाट उठलाई छिर्नु सजिलो हुन्छ। 24 उहाँले भन्नुभएको यस कुरामा चेलाहरूले अचम्म माने, तर यसले फेरि तिनीहरूलाई भन्नुभयो, बालक हो, धनीहरूलाई परमेश्वरको राज्यभित्र पस्नुभन्दा त बरु सियोको नाथीबाट उठलाई छिर्नु सजिलो हुन्छ। 25 धनीहरूलाई होइन 26 तर तिनीहरू ज्यादै अचम्मित भएर उहाँलाई भने, त्यसो भए को बाँच्न सक्छ? 27 यसले तिनीहरूलाई हेरेर भन्नुभयो, मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरका लागि छैन, किनकि परमेश्वरको निम्ति सबै कुरा सम्भव छ। 28 मोसाले उहाँलाई भन्यो, गुरुज्यू हेर्नुहोस्, हामीले सबै छाडेर तपाईँको पछि लागेका छौँ। 29 येशूले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा बुवा वा छोराछोरीहरू वा जग्गा जमिन छाड्छ। 31 त्यसले सतावटको साथसाथै 100 गुणा बढी घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र सम्पत्ति, घर, जग्गा जमिन यसै समयमा पाउनेछन्, अनि आउँदो युगमा अनन्त जीवन। 31 तर धेरै पहिला हुनेहरू चाहिँ पछिल्ला र पछिल्ला हुनेहरू चाहिँ पहिला। मर्कुस 10 को 32 देखि 34 शीर्षक आफ्नो मृत्युबारे येशूको भविष्यवाणी। 32 उहाँहरू यरुशलेमतिर जाँदै हुनुहुन्थ्यो र येशू तिनीहरूलाई अघि हिँडिरहनु भएको थियो। चेलाहरू अचम्मित थिए र पछि आउनेहरू भयभीत थिए। तब उहाँले 12 चेलाहरूलाई फेरि एकातिर लगेर आफूमाथि परि आउने कुराहरू तिनीहरूलाई सुनाउनु भयो। 33 उहाँले भन्नुभयो, हेर हामी यरुशलेमतिर जाँदैछौँ, त्यहाँ मानिसको पुत्रलाई मुख्य पुजारीहरू र शास्त्रीहरूलाई सुम्पिदिनेछन् र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन् र अन्य जातिहरूका हातमा सुम्पिदिनेछन्। 34 अनि तिनीहरूले उसलाई गिल्ला गर्नेछन् र उसलाई थुक्नेछन्, उसलाई कोडा लगाउनेछन् र उसलाई मार्नेछन्, तर 3 दिनपछि फेरि जीवित भई उठ्नेछन्। मर्कुस 10 को 35 देखि 45 शीर्षक याकुब र योहन्नाको बिन्ती। जब्दियाका दुई छोराहरू याकुब र योहन्ना उहाँका आएर भने, गुरुजी हामी तपाईँसँग जे माग्छौँ तपाईँले हाम्रो निम्ति गरिदिनुहोस् भन्ने हाम्रो इच्छा छ। 36 उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूका निम्ति म के गरौँ भन्ने तिमीहरूको इच्छा छ? 37 तिनीहरूले उहाँलाई भन्यो, गुरुज्यू उहाँले तिनीहरूले भन्यो, तपाईँको महिमामा हामी मध्ये एकजना तपाईँको देब्रेपट्टि र अर्को तपाईँको दाहिनेपट्टि बस्न पाऊँ भन्ने मन्जुरी हामीलाई दिनुहोस्। 38 तर यसले तिनीहरूलाई भन्नुभयो, तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ, के जुन कचौडा म पिउँछु त्यो तिमीहरू पिउन सक्छौ, अथवा जुन बक्तिस्मा मैले लिएको छु त्यो बक्तिस्मा तिमीहरू लिन सक्छौ? 39 तिनीहरूले उहाँलाई भने, हामी सक्छौ। यसले तिनीहरूलाई भन्नुभयो, जुन बक्तिस्मा म लिन्छु त्यो बक्तिस्मा तिमीहरू लिनेछौ, जुन कचौडा म पिउँछु त्यो कचौडा तिमीहरू पिउनेछौ, र जुन बक्तिस्मा मैले लिएको छु र त्यो बक्तिस्मा तिमीहरू लिनेछौ। 40 तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्न दिनु चाहे मैले दिन होइन, यो त जस्तो पद कण्ठस्थ भइरहेको छ, भाइले गरिरहेको छ। 40 यो सुनेर दसैँजना केटाहरू याकुब र योहन्नासँग रिसाए। मर्कुस 10 अध्याय पुरै तिनीहरूले आफू कहाँ बोलाएर भन्नुभयो, तिमीहरू जान्दछौ कि अन्य जातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अक्रिया चलाउँछन् र तिनीहरूका ठुलाहरूले तिनीहरूमाथि अधिकार चलाउँछन्। 43 तिनीहरूमा चाहिँ त्यसो हुनु हुँदैन, तर तिनीहरूमा जसले ठुलो इच्छा गर्दछ त्यो तिनीहरूको सेवक हुनुपर्दछ। 44
अनि तिनीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ यो सबैको सेवक हुनै पर्दछ। 45 किनकि मानिसको पुत्र सेवा गर्न होइन तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। मर्कुस 10:46 देखि होइन भन्नुहोस् कन्टिन्यू जानु न। मर्कुस 10:46 देखि 52सम्म शीर्षक अन्धोबार्तिमै 46 त्यसपछि उहाँ यरिहोमा आउनुभयो र उहाँ आफ्ना चेलाहरू र ठुलो भिडसित यरिहोबाट निस्कनु हुँदा तिमाईको छोरो बार्तिमै एकजना अन्ध भिखारी बाटोको किनारमा बसिरहेको थियो। 47 तब त्यसले भयो नासरतका येशू हुनुहुन्छ भन्ने सुन्यो। तब कराएर त्यसले भन्न लाग्यो, हे येशू दाउदका पुत्र म माथि दया गर्नुहोस्। 48 तब धेरैले त्यसलाई चुप लागोस् भनेर हप्काए तर त्यो झन् चर्को गरी कराउन लाग्यो, हे दाउदका पुत्र म माथि दया गर्नुहोस्। 49 तब येशू ठक्क अडिनुभयो र भन्नुभयो, त्यसलाई बोलाऊ। तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, उठ ढाडस गर उठ, उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ। 50 तब त्यो जुरुक्क उठ्यो र आफ्नो काष्ठो फालेर उहाँ कहाँ गयो। 51 यसुले त्यसलाई भन्नुभयो, तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरौँ? त्यस अन्धो मानिसले उहाँलाई भन्यो, गुरुज्यू। त्यस अन्धो मानिसले उहाँलाई भन्यो, रब्बी म दृष्टि पाऊ न। यसुले त्यसलाई भन्नुभयो, तिम्रो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। तब तुरुन्तै त्यसले दृष्टि पायो र यो बाटोमा येशूको पछि लाग्यो। Divorce. Jesus then left that place and went into the region of Judea and across the Jordan. Again crowds of people came to him, and as was his custom, he taught them. Some Pharisees came and tested him by asking, is it lawful for a man to divorce his wife? What did Moses command you? He replied, they said, Moses permitted a man to write a certificate of divorce and send her away. It was because their hearts were hard that Moses wrote to this law. Jesus replied, but at the beginning of creation, God made them male and female. For the season, a man will leave his father and mother and be united to his wife, and the two will become one flesh. So they are no longer two but one. Therefore, what God has joined together, let man not separate. When they were in the house again, the disciples asked Jesus about this. He answered, anyone who divorces his wife and marries another woman commits adultery against her. If she divorces her husband and marries another man, she commits adultery. The little children and Jesus. People are bringing little children to Jesus to have him touch them, but the disciples rebuked them. When Jesus saw this, he was indignant. He said to them, let the little children come to me, do not hinder them, for the kingdom of God belongs to such as these. I tell you the truth, anyone who will not receive the kingdom of God like a little child will never enter it. He then took the children in his arms, put his hands on them, and blessed them. The rich young man, as he started on his way, a man ran up to him and fell on his knees before him. Good teacher, he asked, what must I do to inherit eternal life? Why do you call me good? Jesus replied. Jesus answered, no one is good except God, and no one is good except God alone. You know the commandments: do not murder, do not commit adultery, do not steal, do not give false testimony, do not defraud, honor your father and mother. Teacher, he declared, all these I kept since I was a boy. Jesus looked at him and loved him. One thing you lack, he said, go and sell everything you have and give those to the poor, and you will have treasure in heaven. Then come follow me. At this the man's face fell, and he went away sad because he had great wealth. Jesus looked around and said to his disciples, how hard it is for the rich to enter the kingdom of God. The disciples were amazed at his words, but Jesus said again, children, how hard it is to enter the kingdom of God. It is easier for a camel to go through the eye of a needle than for a rich man to enter the kingdom of God. The disciples were even more amazed and said to each other, who then can be saved? Jesus looked at them and said, with men this is impossible, but not with God. All things are possible with God. Peter said to him, we have left everything to follow you. I tell you the truth. Jesus replied, no one who has left home or brothers or sisters or mother or father or children or fields for me and the gospel will fail to receive 100 times as much in this present age, homes, brothers, sisters, mothers, children, fields, and with them persecutions, and in the age to come eternal life. But in many, the first will be last, and the last will be the first. Jesus predicts his death, and they were on their way up to Jerusalem. Then they were on their way up to Jerusalem with Jesus leading the way. The disciples were astonished, while those who followed were afraid. Again, he took the 12 aside and told them what was going to happen to him. We are going up to Jerusalem, Jesus said. He said, the Son of Man will be betrayed to the chief priests and teachers of the law. They will condemn him to death and hand him over to the Gentiles, who will mock him and spit on him, flog him and kill him. 3 days later he will rise. The request of James and John. Then James and John, the sons of Zebedee, came to him. Teacher, they said, we want you to do for us whatever we ask. What do you want me to do for you? What do you want me to do for you? He asked. They said, let one of us sit at your right and the other at your left in your glory.
You don't know what you're asking for. Jesus replied, he said to them, can you drink from the cup I drink with, or be baptized with the baptism I am baptized with? We can, they answered. Jesus said to them, you will drink from the cup I drink with, and be baptized with the baptism I am baptized with, but to sit at my right or left is not for me to grant. Those places belong to those whom they have been prepared. When the 10 heard about this, they were indignant with James and John. Jesus called them together and said, you know those who are regarded as rulers of the Gentiles lord it over them, and high officials exercise authority over them. Not so for you. Instead, whoever wants to be great among you must be your servant, and whoever wants to be first must be slave of all. For even the Son of Man did not come to be served, but to serve and give his life as a ransom for many. Blind Bartimaeus received his sight. Then they came to Jericho, as Jesus and his disciples, together with a large crowd, were leaving the city. A blind man Bartimaeus, that is the son of Timaeus, was sitting by the roadside. When he heard that it was Jesus of Nazareth, he began to shout, Jesus, son of David, have mercy on me. Many rebuked him and told him to be quiet, but he shouted all the more, Son of David, have mercy on me. Jesus stopped and said, call him. So they called to the blind man, cheer up, on your feet, he is calling you. The blind is calling you. The blind, he throwing his cloak aside, he jumped on his feet and came to Jesus. What do you want me to do for you? Jesus asked him. The blind man said, Rabbi, I want to see. Go, said Jesus, your faith has healed you. Then immediately he received his sight and followed Jesus along the road. Amen. हामी चाहिँ अन्तिममा छौँ आज अगापे बाल शिक्षक सङ्गतिको अन्तिममा छौँ जय मसी म्याम के भन्नुहुन्छ जय मसी आज एकदम रमाइलो भयो चिया पिउँदैछौँ बतासेको चिया दाजु जय मसी एकदम राम्रो ल धन्यवाद छ दाजु आशिषमय भएको छ परिहरू पनि छन् यता सिङ्गिङमा हामी चाहिँ अब छुट्ने आँटेको छौँ यहाँ भाइहरू छ हाम्रो भाइहरू केटाहरू खतरा छ डेन्जर छ केटाहरू यार दुईजना ट्विन्स बहिनीहरू पनि हुनुहुन्छ हाई हेलो ट्विन्स बहिनीहरू हुनुहुन्छ अनि यता पनि हाम्रो बहिनीहरू हाम्रो भाइहरू यता सबैजना एक्साइटेड अन्तिममा हामी यहाँ नास्ताहरू खाँदैछौँ खाजा ब्युटिफुल एन्ड ह्यान्डसम ल धन्यवाद छ दिदी तपाईँहरूलाई मिठो आज खाना र चिया खुवाउनु भएको छ ल धन्यवाद दिन चाहन्छु उहाँहरूलाई पनि हाम्रो टोलीहरू यता छ अब हामी छुट्नु आँटेका छौँ अब हामी अर्को फेलोसिपमा भेट्नेछौँ चोकमागोमा हुनेछ भदौको 12 गते हामी भेट्नेछौँ है त ल है सबैजना मेरो युट्युब भ्युअरहरूलाई धन्यवाद दिन चाहन्छु